हेलो साथीहरू, नमस्कार। सन्चै हुनुहुन्छ? आज चाहिँ म यो इमलीको के भन्छन् यसलाई, खट्टी मिठी अमिलो पिरो बनाउन ट्याक्क गइरहेको छु। यसमा चाहिँ बनाउनका लागि तेल बसाएको चाहिँ तातिसकेको छ। अब चाहिँ तेलमा मैले थोरै जिरा राख्छु। यति थोरै राख्दा पनि हुन्छ, हल्का फ्लेभरको लागि मात्रै हो। अब जिरा राखिसकेपछि चाहिँ मैले यति जति हल्दी हालेको छु बेसार। यसलाई पनि राम्ररी फ्राई गर्ने। अब यसलाई चाहिँ यसरी फ्राई भइसकेपछि चाहिँ अहिले मैले हाई नै गरेको छु ग्यासको फ्लेम चाहिँ। अब त्यसपछि यो चाहिँ छ मेरो के अरे यसको धर्सा निकालेर राखेको इमलीहरू कि यो चाहिँ अस्ति मेरो देवरले इन्डियादेखि पठाइदिनु भएको थियो। त्यही इमलीलाई चाहिँ मैले छिल्का निकालेर रेडी गरेको छु। अब यसलाई पकाउने। यसमा चाहिँ यसरी इमली राखिसकेपछि चाहिँ अब यसमा चाहिँ नुन हालिदिनु पर्छ। नुन हाल्यो भने चाहिँ तल टाँसिँदैन, छिटो पक्दिन्छ के। म नुन चाहिँ अलिक बढी राखेको छु किनकि अमिलो हुन्छ, अमिलोलाई काट्छ नि त नुनले हल्का। त्यही भएर नुन चाहिँ हल्का बढी राखेको छु, टेस्टभन्दा अलिकति बढी। यस्तो गर्दाखेरि चाहिँ पछि यसलाई निकालेर चाहिँ डब्बामा प्याक गर्दा यो अलरेडी अमिलो नै हुन्छ नि त। अमिलोले गर्दा अलि अमिलोमा नुन पनि बढी चाहिने हुनाले अलिकति टक्क परेको बनाऊ भनेर चाहिँ नुन बढी राखेको छु। अब चाहिँ फ्लेमलाई हल्का लो पारिदिने, होइन भने तल टाँसिन्छ। यसरी यसलाई मजाले पकाउने, राम्ररी पकाउँदै जा। अब यो चाहिँ पाक्दै गर्दाखेरि मैले चाहिँ यहाँ चाहिँ जिरा, धनियाँ र रातो खुर्सानीलाई भुटेर मिक्सरमा मजाले पिसेको छु। यसलाई राखिदिन्छु। अलिक पिरो बनाउँदा, पिरो खाने मान्छेले चाहिँ अलिक बढी पिरो हाल्नु होला, होइन भने मलाई चाहिँ अलिक कम पिरो बनाउन मन छ कि। खाना त म पनि पिरो बेसरी नै खान्छु, तर अहिलेलाई चाहिँ बच्चाहरूलाई पनि अलिकति खानालाई होस् न भनेर हल्का कम पिरो हालेको छु। यसमा चाहिँ मसला मजाले मिसिसकेपछि चाहिँ मैले चाहिँ चिनी चाहिँ यति राखेको छु, आधा कचौरा। अलिकति गुलियो भएपछि बच्चाहरूले चाहिँ खानुहुन्छ राम्ररी भनेर। अब यो चिनीलाई पनि राम्ररी मिक्स गरिदिनु। अब यो चाहिँ यतिको पाकिसकेपछि अलि रेडी भइसकेको छ। यसलाई एकछिन ग्यास बन्द गरेर चाहिँ छोपिदियो भने बाँकी रहेको चिनीका दानाहरू पनि मजाले पग्लिन्छ। यसमा चाहिँ तपाईँहरूसँग छ भने लसुनको दानाहरू अनि त्यसपछि अदुवा कट गरेर अदुवालाई हाल्यो भने चाहिँ अझै मिठो हुन्छ। मसँग चाहिँ त्यो थिएन, त्यही भएर मैले एड गरिनँ। यसरी बनाएर खाँदा चाहिँ तपाईँहरूलाई जति महिना राख्दा पनि आनन्दले खानालाई चाहिँ हुन्छ। ल त साथीहरू, तपाईँहरूको घरमा पनि इमलीहरू छ भने यसरी नै बनाएर खानु होला। मैले चाहिँ अब यो पाकेकोलाई छोपेर राखिदिएको छु। टेस्टको लागि यति मात्रै निकालेको छु किनकि धेरै तातो छ अहिले।